इमेजिन गभर्मेन्टले एउटा नयाँ भ्याक्सिन लन्च गर्यो। हेल्थ पोस्ट, रेडियो, टिभी, फेसबुक जताततै एउटै न्युज मात्रै छ। यो भ्याक्सिनले यो रोगबाट बचाउँछ, भ्याक्सिन लगाउन आओ। तर के सबै मान्छेहरू फर्स्ट डे नै भ्याक्सिन लगाउन जान्छन् होला? सम पिपल्स केही दिनपछि जान्छन् होला, सम पिपल्स फर्स्ट डे जान सक्छन् होला, केहीजना कोहीसँग डिस्कसन गरेर जान्छन् होला, सम पिपल्स वेट फर सम डेज, त्यसपछि जाम्ला, अरूले लगाएर हेरेपछि जाम्ला मेबी भन्छन्। मेबी सम पिपल्सहरू जान्दैनन् होला। किन? किनभने कुनै पनि नयाँ आइडियाज, इनोभेसन, हेल्थ प्र्याक्टिसेसहरू हामी एकैचोटि एक्सेप्ट गर्न सक्दैन। यसले एक्सेप्ट गर्नको लागि हामी डिफ्रेन्ट स्टेजेसबाट जानुपर्छ र यो स्टेजेसले यो मोडलले एक्सप्लेन गर्छ इभर्ट एम रोगर्स एडप्सन प्रोसेस मोडलले। यसले भन्छ कुनै पनि नयाँ आइडियाज, कुनै पनि नयाँ इनोभेसन्स, कुनै पनि हेल्थ प्र्याक्टिसेसहरू हामी 6वटा स्टेजमा गएर एक्सेप्ट गर्न सक्छौँ। लेट्स अन्डरस्ट्यान्ड यो 6वटा स्टेपले एउटा सिम्पल ल्याङ्ग्वेजमा। इमेजिन देयर इज अ पर्सन जसले थाहा भयो कि एउटा भ्याक्सिन लन्च भएको छ गभर्मेन्ट थ्रुबाट र यो भ्याक्सिनले केबाट बचाउँछ मलाई। अब फर्स्टमा त ऊ अवेर नै हुनु पर्यो, सो द्याट एउटा भ्याक्सिन आएको छ भनेर त्यसमा ऊ अवेर हुनु पर्यो। फर्स्ट स्टेज त यो नै हुन्छ। त्यसपछि बिस्तारै त्यो पार्टिकुलर मान्छेले इन्ट्रेस्ट जगाउँछ, त्यो भ्याक्सिन के हो, कस्तो हो, त्यो भ्याक्सिन मलाई लगाउनु पर्छ कि लगाउनु पर्दैन, त्यो भ्याक्सिनले मलाई के बेनिफिट गर्छ कि इफेक्ट नै गर्छ धेरै भनेर ऊ त्यसमा इन्ट्रेस्ट लगाएर खोतालेर एन्ड देन आफूले चाहिने इन्फर्मेसन निकाल्छ। सो द्याट इन सेकेन्ड स्टेज मान्छे त्यसमा इन्ट्रेस्ट जगाउँछ, आफूले बुझ्न खोज्छ, जान्न खोज्छ, एन्ड देन एगेन मान्छेले इभ्यालुएट गर्छ, डिसिजन लिन्छ थर्ड स्टेजमा गएर। सो द्याट मैले लगाउनु पर्यो कि नै यो भ्याक्सिन ओ फेरि कुनै नयाँ इनोभेसनले मैले एक्सेप्ट गर्नु पर्यो कि नै। त्यो स्टेजमा अब त्यो पार्टिकुलर मान्छेले अरूको एक्सपिरियन्स हुन्छ, सो द्याट अब उसकै फ्यामिलीमा कोही मेम्बरले या फेरि उसको कम्युनिटीको कोही मेम्बरले भ्याक्सिन लगाएको छ भने त्यसरी उसले अरूको हेल्प लिएर एन्ड देन अरूले उसले मोटिभेट गरिदिएर उसले डिसिजन लिन्छ, सो द्याट मैले लगाउनु पर्यो कि नै। अब डिसिजन लिइसकेपछि उसले आफूमा इम्प्लिमेन्ट गर्छ त्यो नयाँ इनोभेसन, नयाँ आइडियाले, सो द्याट उसले भ्याक्सिन लगाउँछ आफूमा भ्याक्सिन लगाइसकेपछि अब जब त्यो भ्याक्सिन उसले केही इफेक्ट गरेन, अझै धेरै लाइक उसको हेल्थ बेनिफिट दिइरह भने अब बिस्तारै उसले त्यो नयाँ इनोभेसनलाई एक्सेप्ट गरिहाल्छ, एडोप्ट गरिहाल्छ। एन्ड लास्ट स्टेजमा आएर सो द्याट एडोप्सन इज द लास्ट स्टेज जसमा उसले एक्सेप्ट गर्छ कुनै पनि नयाँ इनोभेसनमा। अवेरनेसदेखि लिएर एडप्सनसम्म ऊ डिफ्रेन्ट स्टेजमा आएर अनि बल्ल एउटा इनोभेसनले एक्सेप्ट गर्यो, बल्ल भ्याक्सिन लगायो। भ्याक्सिन लगाइसकेपछि अब सेकेन्ड डोजको लागि उसले जानुपर्ने छ भने ऊ मजाले जान्छ। सी डजन्ट निड त्यो 6वटा प्रोसेस नाङ्गेर अवेर भएर टेस्ट लगाएर डिसिजन लिएर बल्ल एडप्ट गर्न ऊ एडप्ट गरिसकेको छ। अब सेकेन्ड डोज लगाउनु छ, थर्ड डोज लगाउनु छ भने त्यसरी उहाँ गएर भ्याक्सिन लगाउन सक्नुहुन्छ। सो यसरी नै कुनै पनि नयाँ इनोभेसन, कुनै पनि नयाँ आइडियाज, हेल्थ प्र्याक्टिसेसहरू एकैचोटि हामी एक्सेप्ट गर्न सक्दैनौँ, आफूमा बिस्तारै गर्छौँ, डिफ्रेन्ट स्टेजमा गएर गर्छ। त्यसैले यो सबै स्टेजमा गभर्मेन्टले हेल्थ प्र्याक्टिसनरहरूले हामीलाई मात्रै भ्याक्सिन लन्च गरिदिएर यसको बारेमा हो भनेर बुझाइदिएर भएन। यो 6वटा स्टेजमा, यो इच स्टेजमा हामीले हेल्प गर्नुपर्छ, सो द्याट एउटा पार्टिकुलर इन्डिभिजुअल आफ्नो कुनै पनि नयाँ आइडियाज, कुनै पनि इनोभेसन्स एक्सेप्ट गर्न सकोस् र त्यसले एडप्ट गर्न सकोस् आफ्नो लाइफमा, अनि त्यसरी त्यसको बेनिफिट लिन सकोस्।